नमस्कार, म सीमा केसी। रोशन केसी भेरिफाइड प्रोफाइलबाट म फटाफट न्यूज लिएर आएकी छु र समाचारहरू यस प्रकारका रहेका छन्। पोखरामा होटेलबाटै लागू औषध कारोबार, 50 लाख बराबरका 43,000 ट्याब्लेट बरामद। धनगढ़ीमा होटेलमा जोडी पक्राउ, यौन धन्दाको आरोप। नेपालगञ्जमा हराएको मोबाइल प्रहरीद्वारा फिर्ता। रोल्पामा जीप दुर्घटना, एकै परिवारका 5 जनाको मृत्यु। चिन्चुमा बस र अटो दुर्घटना, मानवीय क्षति नभए पनि गाडीमा ठूलो क्षति। र नेपालगञ्जमा ट्राफिक प्रहरीको कडाई, क्षमताभन्दा बढी यात्री बोक्ने गाडीमाथि खबर। अब विस्तृत विवरण। सर्वप्रथम लागू औषध सम्बन्धी खबर। पोखराको न्यू रोड स्थित होटल दीप दर्शनबाट प्रहरीले 50 लाख बराबरको 43,000 लागू औषध ट्याब्लेट बरामद गरेको छ। होटेलमै बसेर लागू औषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। यस्तै यौन धन्दा सम्बन्धी खबर। धनगढ़ीका विभिन्न होटेलमा प्रहरीले छापा हानेर यौन धन्दामा संलग्न 16 जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा होटेल सञ्चालकहरू र जोडीहरू रहेका छन्। अर्को समाचार, नेपालगञ्जमा हराएको मोबाइल फिर्ता। जिल्ला प्रहरी कार्यालय बाँकेले एक व्यक्तिले फेला पारेको रियलमी मोबाइल सम्बन्धित धनीलाई बुझाएको छ। प्रहरीको सक्रियताको कारण मोबाइल फेला परेको हो। त्यस्तै रोल्पाको जीप दुर्घटना सम्बन्धी खबर। रोल्पाको माडी गाउँपालिकामा जीप दुर्घटना हुँदा एकै परिवारका 5 जनाको दुःखद मृत्यु भएको छ। दुर्घटनामा अन्य केही व्यक्तिहरू घाइते भएका छन्। यस्तै चिन्चुमा बस र अटो ठोकिएर दुर्घटना भएको छ। दुर्घटना निकै डरलाग्दो देखिए पनि मानवीय क्षति हुनबाट बचेको छ, तर दुवै गाडीमा ठूलो क्षति पुगेको छ। अन्त्यमा नेपालगञ्जमा ट्राफिक प्रहरीले सवारी जाँचमा कडाई गरेको छ। क्षमताभन्दा बढी यात्री बोक्ने सार्वजनिक सवारी साधनलाई ट्राफिक प्रहरीले कडाईका साथ कारवाही गर्न थालेको छ। तपाईलाई हाम्रो यो फटाफट खबर न्यूज कस्तो लाग्यो? कृपया कमेन्ट गरेर सल्लाह सुझाव दिनुहोला र केही गल्तीहरू छन् भने सुधारका लागि बताइदिनुहोला। हामी जति सक्दो धेरै न्यूजहरू समेटेर साँझपख तपाईहरूलाई समयमा जानकारी दिने प्रयास गर्नेछौँ। धन्यवाद तपाईहरूको माया र सपोर्टका लागि। नमस्कार,